ठिक छ खानुपर्छ खाऊ अब जिन्दगी लाइफ सेटल गर अनि एउटा क्वेसन छ तिमीसँग है तिमीले यस्तो खाने चाहिँ कहाँबाट भयो के है तिमी त्यति राम्रो मान्छे भल बनाउँदै हिँड्ने गर्थ्यौ है हामीलाई मक्क पाइन हँसाउँथ्यो हाम्रो पेट हाँसी हाँसी पनि हाँसेर एक दिन त रोएको नि त अनि त्यही भएर किन यस्तो गरेको यस्तो गर्नु हुन्न नि त थाहा नि तिमीलाई हेर्दै बिचारा हेर्दै लौ परेसान भएछ तिमी त परिले दाइ कुरा यस्तो छ क्या मैले भिडियो पनि बनाएँ कतिलाई हँसाएँ लास्टमा कुरै साथ दिएन क्या साथ दिनु भनेको यही रहेछ है मैले त्यही बुझेँ मैले 100 फ्यामिली मेम्बर्समा एउटा केक पनि काटेँ जब त्यो केक काटेँ मेरो जिन्दगीमा सब सक्यो भने जस्तो लाग्यो क्या त्यस्तै भएको थियो न त सब्सक्राइबरै बढ्छ न त भिडियोमा भ्युज जान्छ न त भिडियोमा लाइक आउँछ के गर्नु दाइ भित्र बनाएँ मैले